नमस्ते गाउँबेसी दाजुभाइ दिदीबहिनीहरू, वेलकम टु माई भलग। यतिखेर चाहिँ भलग हेर्दो गाइजहरू भनेर भन्नै नै मिल्ने होइन भलग है गाइजहरू। यतिखेर म लिस्नदेखि हिँडिरहेको टक्क यहाँ माथि लिस्नदेखि बिल्डिङदेखि लिस्नदेखि हिँडिरहेको गाइजहरू है। लिस्न छ यहाँनिर चाहिँ टक्क अब चाहिँ म एउटा कोठामा जान्छु है, रुमतिर हिँडेको तब चाहिँ है चाहिँ टक्क कोठा हिँडेको है साथीहरू, कोठा हिँडेको। अब चाहिँ यहाँ चाहिँ यस्तो छ है, यता चाहिँ बस पार्क गाइजहरू टक्क यता चाहिँ यस्तो छ सिसा। नमस्ते गाउँबेसी दाजुभाइ दिदीबहिनीहरू, वेलकम टु माई भलग। यतिखेर चाहिँ म काठमाडौँदेखि बोलिरहेको दृश्य काठमाडौँ बस पार्कको र यहाँ चाहिँ वायु प्रदूषण भइरहेको छ है। पानी परेको छैन, यस्तो धुलोहरू उडिरहेको छ, धुसी लागेको जस्तो यो दिनभरि यस्तै भइरहेको छ। चाहिँ घर बाहिर चाहिँ यस्तो निस्केकै राम्रोकै अहिले चाहिँ धुलो सन्नै छ है। अनि तपाईँको गाउँतिर कस्तो छ के छ है, यता चाहिँ यस्तो छ गाउँबस्ती दाजुभाइ दिदीबहिनीहरू। अहिले किसानीहरूलाई चाहिँ अलिक गाह्रो छ है, पानी परेको छैन। किसान दाजुभाइ दिदीबहिनीहरू काकाकाकीहरूलाई चाहिँ अहिले अप्ठ्यारै छ होइन, पानी नपरेको हुनाले अब किसान गर्ने मान्छेहरूलाई गाह्रो हुन्छ। त्यही भएर पानी पर्नुपर्ने है, पानी पनि परेको छैन, वायु प्रदूषण भइरहन सक्नुहुन्छ। काठमाडौँ पनि यस्तै हो, जताकतै नेपालभरि पानी नपरेको कारणले चाहिँ वायु प्रदूषण भइरहेको छ, धुलो